नमस्ते नमस्कार। अब राष्ट्रिय परिचय पत्र आफ्नै मोबाइलमा डाउनलोड गर्न सकिन्छ। डाउनलोड गर्नको लागि सबभन्दा पहिला के गर्नु होला, क्रोम ब्राउजर खोल्नु होला है। अनि क्रोम ब्राउजरमा गएर यहाँ सर्च बक्समा के गर्नु होला त एनआईडी डाउनलोड यहाँ माथि आइहाल्छ। यसमा टच गर्नु होला अनि त्यसपछि यहाँ डाउनलोड योर एनआईडी हैन, यसमा क्लिक गर्नु होला। अनि त्यसपछि यहाँ दिएको छ फुल नेम नेपालीमा लेख्नु होला। अनि त्यसपछि यहाँ इङ्ग्लिसमा लेख्नु होला, डेट अफ बर्थ लेख्नु होला। अनि त्यसपछि यहाँ सिटिजनसिप इस्यु डेट लेख्नु होला, जारी मिति लेख्नु होला। त्यस्तै म अब यहाँ गर्छु है। यहाँ आइसक्यो है। अनि आइसकेपछि के गर्नु होला, यहाँ डाउनलोड तल दिएको छ, डाउनलोडमा क्लिक गर्नु होला। डाउनलोड भइसकेपछि के गर्नु होला, अब यसलाई यो फाइललाई खोल्नको लागि यसमा चाहिँ के गरेको छ त पासवर्ड चाहिँ लगाएको छैन। दिस फाइल इज प्रोटेक्टेड पासवर्ड है। प्रोटेक्टेड पासवर्ड भनेको तपाईको नामको हैन चारवटा चाहिँ अक्षर चाहिँ क्यापिटल लेटरमा अगाडिको लेख्नु होला। अनि त्यसपछि डेट अफ बर्थ लेख्नु होला है। ल यहाँ हेर्न सक्नुहुन्छ, यहाँ चाहिँ राष्ट्रिय परिचय पत्र डाउनलोड भइसकेछ। अनि जब खोल्नुहुन्छ तब चाहिँ त्यो पासवर्ड भनेको प्रोटेक्टेड पासवर्ड भनेको त्यही हो। नामको आफ्नो नामको अगाडिको लेटर चाहिँ चारवटा र त्यसपछि डेट अफ बर्थ चारवटा लेख्नु होला। अनि त्यसपछि त्यो खुल्छ है। ल धन्यवाद।